तपाईको त मात्र भ्रष्ट भाषा काका के भ्रष्ट होइन एउटा कुरा थाहा पाउनु भएन कि क्या हो मैले थाहा नपाउने मैले नबुझेको कुरा पनि होला र केही जसको नाम त हर्दिराम त्यो पनि के कुराहरू छ त नानी काका हाम्रो गाउँको रामकृष्ण दाई थिए नि होइन छन् भने छन् होइन थिए के भयो हिजो बेलुका बिते हो त रामकृष्ण बिते राम 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 रामकृष्ण तिम्रो स्वर्गमा बास होस् है वैकुण्ठमा बास होस् तिम्रो हेर्नुहोस् काका के भएर चाहिँ भएको चाहिँ के रहेछ अब रामकृष्ण दाईले पनि चुरोट धेरै खान्थे खानु त धेरै खान्थे खान्छ तपाईँकै जिग्री हो नि सँगसँगै खाएर हिँडेको कतिचोटि मैले नि देखाएँ कति खाने अब त्यसले त मेरो एक दुई ठाउँमा खाएको पैसा दिएको पनि छैन हेर कहीँ नभएको अनि चुरोट सिगरेट खाएर बिरामी परेछन् अस्पतालमा लिएर गए रे डाक्टरले यसो जाँच्दाखेरि त फोक्सोमा समस्या देखिएछ अनि ल है रामकृष्णजी अब चाहिँ तपाईँले सुर्ती चुरोट छोड्नुपर्छ भनेर सम्झाएछन् अब अस्पतालमा हुन्छ भनेर निस्केछन् घरबाट बाहिर निस्किने चुरोट खाने घर पछाडि जाने चुरोट खाने जङ्गला चुरोट खाने तपाईँसँग भेट भयो तपाईँसँगै चुरोट खाने गर्दा गर्दै कति दुःख पाएर चुरोट सुर्तीको कारण छटपटाएर तडपी हिजो बेलुका बितेछन् काका उनी त बितेर गए वैकुण्ठ सुधारे बरु हेर घर आमामा भाउजू रोएर बिचल्ली छ छोराछोरीको बिजोगसम्म भर्खरै गरेर आएको राम राम अब उनी मर्यो भन्दैमा म पनि मरौँला त भने उनको त उमेर पनि पुगिसकेको थियो हुन त एकैछिन पखाए त 1 2 3 3 महिना मात्रै पो जेठो हो क्यारे खेतर नानी यसो डराउने तर्साउने काम नगरेन क्या अब तपाईँलाई किन डराउनु किन तर्साउनु भने तपाईँ त हाम्रो आफ्नै गाउँको छिमेकी काका तपाईँ पनि यसरी सुर्ती चुरोटको कारण तडपी छटपटी दुःख पाएर अल्पायुमै तपाईँको मृत्यु नहोस् काका ज्यानको नाश धनको नाश नहोस् भनेर तपाईँलाई सम्झाएको मैले त अब हुन त हो क्यारे नानी तर म जस्तो बुद्धिजीवी म जस्तो विद्वान मान्छेलाई नानीले सम्झाएर के होला र खै अब हुन त मलाई धेरै मान्छेहरूले सम्झाउनु भएको है हाम्रो अध्यक्षज्यू उपाध्यक्षज्यू एकदम साथले पनि मलाई सरहरूले सम्झाउनु अनि सम्झिनु पर्दैन त स्कुलको सर मिस म्याडमहरूले पनि सम्झाउनु भएको है अब उहाँहरूले सम्झाएको सुन्दाखेरि देख्दाखेरि ओहो यो त खान हुँदैन कि क्या यो छ अबदेखि म खाँदिनँ ल यो चाहिँ खान हुने चिज रहन्छ अबदेखि म यो खाँदिनँ यस्तो रोग लाग्दो रहेछ 1 खाँदिनँ 2 खाँदिनँ 3 खाँदिनँ यो चाहिँ म खाँदिनँ भनेर ठ्याक्क बस्छु मल्ले मान्दैन ल हेर्नुहोस् है 2 दिनको जिन्दगानी मल्लाको चिज खाने रोग लाग्छ भने उपलिक्त मास्टर जाने भने जस्तो लाग्छ एकैछिन पनि एकैछिन ओहो एकछिन डिस्पट नगरी मेरो फोन आइरहेछ सापट पुलिस मेरो यो फोन आइरहेछ पुलिस है अरे शिव फोन तपाईँको मात्रै आउँदो रहेछ हेलो हजुर के अरे भाइ हे तेरिका भाइ कहिले के अरे छोरीको बिहे गर्नु हुँदैन भने रे कहिले के अरे विनाशकाले विपरीत बुद्धि भनेको यही हो हेर्नुहोस् त्यहाँ दुनियाँलाई सोध्नु पर्दैन छोरीलाई पनि सोध्नु पर्दैन तपाईँको छोरी हो कि होइन त्यो त हो तपाईँले बढाएर हुर्काएको छोरी हो कि होइन त्यो पनि हो भने तपाईँको छोरीको बिहा कहिले गरिदिने कोसँग गरिदिने कति बेला गरिदिने कहाँ गरिदिने भन्ने निर्णय गर्ने अधिकार तपाईँलाई छ तपाईँलाई हेतेरिका हेर्नुहोस् केटो एकदम राम्रो छ घर पनि राम्रो छ त्यो फिल्मको के जाति भन्छ नि हिरो जस्तो छ त्यति राम्रो केटा उम्काउनु हुन्न म त त्यही भन्छु के अरे छोरी भर्खर 17 वर्षको भइगयो हेतेर के बोले त
त त्यो घरमा पर्नु भनेको त तपाईँको छोरीको भाग्य खुल्नु हो, तपाईँहरूको भाग्य खुल्नु हो। रानी बनाएर राख्छन् है, रानी बनाएर राख्छन् त्यो घरमा। त्यत्रो सम्पत्तिको मालिक, बुटोलमा घर छ, तानसेनमा घर छ, काठमाडौँमा ती 3वटा घडेरी छ। मोटर गाडी चढेर हिँड्छ केटो। तपाईँको छोरीले यस मात्रै भन्यो भने केटा चुट्कीका भरमा औरीका अस्ट्रेलिया युके यो पुगेर आउन सक्छ हो। ल अब कुरा बुझ्नुभयो नि। ल ल ल हो, अब त बिहा गराइदिनुहुन्छ नि। ओ यस्तै मान्छे चाहियो क्या? ओ मिस्टर, ल कस्तो केटीको जस्तो आवाज आएको छ। तपाईँ चाहिँ सिस्टर के भयो? यता सुन्नुहोस्। तपाईँ सुन्नु न, तपाईँ बिहा गराइदिनु कि नगराइदिनु ल भन्नु ल। तेरि मेरो कुरा सुन्नुहोस् न। सुनिरहेको छु, तपाईँ चाहिँ मेरो कुरा सुन्नुहोस् न। म बोलिरहेको छु अनि तपाईँ बिचा किन केटीको जस्तो आवाज बनाएर यहाँ सुन्नुहोस् मिस्टर, तपाईँ के म त तपाईँलाई चिन्दिनँ। हेर्नुहोस्, नचिने मान्छेसँग किन बोल्नु पर्यो त? तर तपाईँले अघिदेखि हाम्रो अर्तिराम काकासँग कुरा गरिरहेको मैले छर्लङ्ग सुने। ए हुँदाहुँदै तपाईँ आफ्नो छोरीलाई अकालमै मार्ने होइन? अकालमै ज्यान लानु होइन तपाईँले? के कुरा अरे सुन्नुहोस् मिस्टर, सुन्नुहोस्। यसरी कम उमेरमा बिहे गर्दाखेरि, बाल विवाह गर्दाखेरि कस्ता कस्ता समस्याहरू छन् भन्ने कुरा तपाईँलाई थाहा छैन? सुन्नुहोस् मेरो कुरा। यसरी कम उमेरमा विवाह गर्दाखेरि पढाइ बिग्रिन्छ, स्वास्थ्य बिग्रिन्छ, पछि गएर रोजगारी पनि पाइँदैन। ए बाबा, यसरी बाल विवाह भइहाल्यो भने पनि बाल विवाह दर्ता हुँदैन। अरे बच्चा जन्माउन नसकेर आमा र बच्चा दुवैको मृत्यु समेत हुन सक्छ। किन बोल्नुहुन्न तपाईँले? आफ्नो छोरीको भविष्य